हेलो हेलो नमस्ते सबैजनालाई। हामी चाहिँ आज सिमीकोटबाट नेपालगञ्जको लागि यात्रामा निस्केको छौँ है। हाम्रो जीवन भाइ सन्जु भाइ हाम्रो ज्ञान दाई अनि गुरुजी एकदम सानो छ नयाँ बाटो अनि बस पनि आउने गर्छ रहेछ यो बाटोमा चाहिँ। र बसको लागि एकदम 3 दिन लाग्छ हामीलाई चाहिँ। भोलि बेलुका आज हामी 12 बजी हिँडेको होइन हो। भोलि बिहान 8 बजी होइन नि दाजु, भोलि हामी 5 बजीतिर चाहिँ नेपालगञ्ज पुग्ने र भोलि नाइट बसमा चाहिँ हामी काठमाडौँ जाने प्लान छ। हामी चाहिँ कर्णाली नदी, यो तल देखेको कर्णाली नदीलाई पछ्याउँदै हामी जाँदैछौँ। बाजुरा, कालीकोट, सुर्खेत हुँदै जाजरकोट। जाजरकोट कि कालीकोट हो? हामी जाजरकोट भेट्दैन होइन? धेरैचोटि हामी अपडेट गर्दै जानेछौँ कुन है हुन्छ हामी देखाउँदै जानेछौँ। बाटो एकदम नयाँ बाटो, नयाँ ट्र्याक खोलेकोले गर्दाखेरि हामी चाहिँ अहिले पछाडि सामान राख्ने खालको बोलेरो जिपमा 5 जना प्लस गुरुजी सहित 6 जना चाहिँ यात्रा गरिरहेका छौँ। यो चाहिँ चेकपोस्ट, के भन्छ यो ठाउँलाई? चेकपोस्ट रहेछ खारपुनाथ गाउँको नाम चाहिँ। यो अलिक ठुलै जस्तो छ कर्णालीको तिरमा। डान्स यार पनि आउँदो रहेछ बादल हो तिमी पानी, बादल हो तिमी पानी। खालको फेरि चाहिँ नयाँ भर्खर बन्दै रहेछ, सुचारू भइसकेको छैन रहेछ है। यो पुरानो छोटो अस्थायी बनिँदै रहेछ। तोप 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 ल यो गाडा मागेर चाहिँ साथीले यार ट्राई हानिदिइहाल्यो। ल बाजे खानु त, ल तान्नु त तान्नु। चुवा खोला, ल चुवा खोला रन्का बुधे रन्का ल खलासी हो। ल यो नयाँ बन्दै रहेछ चुवा खोलाको बेली ब्रिज चाहिँ एकदम ठुलो खालको बन्दै रहेछ। ल गाइजहरू यहाँ चाहिँ कर्णालीको मिक्स छ। यहाँ कर्णाली र खारको खोला मिक्स है। यो मिक्स चुवा खोला र कर्णाली मिक्स है। यो चाहिँ यता फेरि हाम्रो दाइ छ है फेरि। ल है ल चुवा खोला र कर्णाली खोला मिसेर खारपुमा आएको छ। यत्रो ठुलो ताल छ। कति राम्रो गाउँ ल
चाहिँ हामी चढेको गाडी हाम्रो गुरुजीको फ्यामिली अरे। के माछा मार्नलाई हो? धेरै ठुलो कति यति जत्रो हुन्छ यो झन् ठुलो पाउँछ यहाँ सिक भएर चाहिँ ल 5 केजीसम्मको माछा पाउँछ अरे 1000 रुपियाँ केजीलाई कर्णालीको माछा। कर्णाली नदी। ल गुरुजीले चाहिँ हामीलाई ल अरू यहाँ खासै बेला त भएर हिँड्छ रै पनि ठिक्नु लाग्यो है। ल हामी फलेको रहेछ ल फल्नु चाहिँ। हजुर माथि चढ्ने र हामी यस्तै कति चढ्यो चढ्नु त ले तर ठिक छ। चामल किन्नु एकदम मिठो रहेछ है। ल छ मिठो छ। असारमा खाने होइन र असार अनि भइसक्यो नि जेठ खाजा कति कति भइसक्यो। यो नेपालमा सिन्डिकेटबाट आएको गाडी कति बजी हिँडेको? 11 ए 1 घन्टा फरक रहेछ। हामी 12 बजी हिँडेको। सुर्खेतघाट चन्दनाथ ओदेसिया ल ल यो चाहिँ सिमीकोटबाट नेपालगञ्ज जाने गाडी हो। 3 दिन लाउने गाडी हो। घाट यस्तोमा र सर्केघाट रोडीकोट हुम्ला जिल्ला अस्ट्रेलिया हुम्ला। यो चाहिँ अलिक ठुलो सहर रहेछ ल।
त्यही हो हुम्ला र बाजुराको सिमाना आइपुग्यौँ हामी 6 घन्टा लाग्छ सर घुम्दै हिँड्नुलाई पारिपट्टि बाजुरा घन्टा चाहिँ जिल्ला चाहिँ सिद्ध्याएको छौँ अब बाजुरा स्थान यो खोला कुवारी खोला हामीले चाहिँ यो बाजुरा बाट अगाडि लाग्दैछौँ अहिले भनेको बाजुराबाट होइन दाइ 7 7:30 भइसकेको छ र भर्खर लाइट बालियो हाम्रो यात्रा चाहिँ 10 बजीसम्म रहनेछ आज कहाँसम्म हुनेछ त्यो भरे मात्र थाहा हुन्छ एकदम रमाइलो भइरहेछ र बाटो चाहिँ कम्पेरिटिभली उता हुम्लाको भन्दा चाहिँ यता बाजुरामा अलि राम्रो रहेछ भाइ एकदम रमाइलो गरिरहेछ है सञ्जय भाइ एकदम रमाइलो भइरहेको छ यो चाहिँ पिलिचौर बाजुराको ठुलो बजार जस्तो छ मार्केटहरू छ पिलिचौर बाजुरा राति पर्यो कोरोना भए एकदम यस्तो पोजिसनमा छ धुलोले गर्दा एकदम धुलो छ बजार खोजेको चाहिँ हामीले हुम्लादेखि हिँडेदेखि हो अहिलेसम्म भेटेको छैन बाजुरामा पनि भेटेको छैन कहीँ भेटेको छैन पानी ल मिनरल वाटर किन्न पनि पाइएन पानी उतै छ क्या हो पानी छैन ल पानी पाउँदैन रहेछ नर्मल पानी नै खानुपर्ने हो कि नर्मल पानी पनि पाउँदैन सुक्खा राम्रो ट्याक्सी पाउने ठाउँमा चाहिँ मिनरल वाटर पाउँछ कि भनेर जाँदैछ पाउँछ कि पाउँदैन है त अब ल यहाँ पनि छैन अरे ल सिकाउनु ठाउँमा पनि मिनरल वाटर छैन तल जाने बाटै नि रे हट्टरी गयो कता कता कुछ भएछ छैन ल यही तल जाने बाटै नि होइन अगाडि
ल बल्ल बल्ल यहाँनिर छ भने पुगेर मिनरल वाटर चाहिँ पाउँदैन रहेछ है ल पुच्छेले मम्मीलाई चिजै बोलाउँदैछ अब पाउँछ कि पाउँदैन यहाँ पनि थाहा छैन दुइटाको 50 हो त्यो पनि पायो यार पायो बल्ल बल्ल हजुर के अरे आजको तमक ल्याउनु पर्ने रहेछ रे पानी महँगो भएर अहिले 11:30 भएछ रातिको शान्तिघाट कालीघाट राजकोट नगरपालिका शान्तिघाट कालीघाट खाना खान लागेको हजुर हामी चाहिँ हातमुख धोएर एकदम ढलिमलिङ छ हातमुख धोएर चाहिँ खाना खान लागेको अवस्था छ र आजको बास चाहिँ यहीँ हुन्छ 3-4 घन्टाको सुताइ पछाडि हामी सुर्खेतको लागि भोलि बिहान लाग्नेछौँ खाना रेडी हुँदैछ बिहान 3:30 तिर हिँडेर शान्तिघाट कालीकोटबाट हिँडेर चाहिँ अहिले चाहिँ दैलेख जिल्लामा 2 घन्टामा आइपुग्यो हामी कर्णाली नदीलाई चाहिँ साथमा लिँदै अब शान्तिघाटबाट 1 घन्टा अगाडि हिँडिसके पछाडि चाहिँ बाटो एकदम राम्रो पिच भएको बाटो मिल्दो रहेछ अब हामी यहाँ यसो चिया नास्ता गर्न लागिरहेको छौँ त्यस पछाडि हाम्रो यात्रा फेरि कन्टिन्यू जारी रहनेछ के छ तेरिको गाडीमा प्याकम पाइप छ हिजो हामी 12:30 बजी हिँडेको मान्छे राति 11 बजीतिर कालीकोटमा आएर बसेको अनि अहिले चाहिँ बिहान यो 8-20 नगरपालिका खोली बजार दैलेख रकम कर्णाली दैलेख भन्ने ठाउँ रहेछ खोली बजार छ यहाँ चाहिँ धेरैवटा होटलहरू रहेछ अनि हामीले चाहिँ अहिलेसम्म हुम्लाबाट सिमीकोट हुँदै आउँदाखेरि बाजुरा कालीकोट र यो दैलेख 4वटा जिल्ला चाहिँ भेटिसकेको छ एकदम अनएक्सपेक्टेड हो यो जिल्लाहरू टेकिन्छ भन्ने चाहिँ लागेको थिएन अनि कति 12 बजी सुतेर अनि अहिले 3 बजी उठेको छ उठेर यस्तो छ हालत यस्तो छ ल अब कति बजी पुग्ने हो हामी सुर्खेत अनि सुर्खेत गएर आज बुलबुले ताल पनि घुम्ने प्लान छ के छ दाजु ल अब तातो समोसा यहाँ पाक्दैछ समोसा खाने हो चिया खाइसक्यो या फोन चार्ज पनि नभएर फोन चार्ज गर्दैछ अन्डा खाइसकेको छ के हो यार तर राम्रो देखेर यो चाहिँ इज्जु हो नि देखाइदिनु न इज्जुलाई इज्जु रे दैलेख कर्णाली नदी ल उनी बगर त्यो ठाउँ उनी बगर ल डिजेल हेर्नु तपाईँ बडी चौर दैलेखे हो पम्प त छैन दैलेखे हो दैलेख त हो नि दैलेख त पुरै हिँड्नुपर्दो रहेछ नि त है थाहा छ के हो डिजेल बडी चौर बराहताल 5
बर्डी सुर्खेत चौर सुर्खेत रहेछ त ल यो सुर्खेत मान्छे तालमा हावा हिँड्यो जान्छ के गर्नु अहिले कता हामी बसबाट छोडेर यो गाडी हेर न यसको पछि जानु